म राजावादी पनि होइन, म गणतन्त्रवादी पनि होइन। पहिला सुरु म एक जेनजी हो है। जेनजी भनेको त बुझ्नुहुन्छ सबैजनाले। म 20-22 वर्षको उमेरको मान्छे हो। 23 वर्ष लाग्यो भर्खरै। अहिलेभन्दा 4-5 वर्ष अगाडि म विदेश छिर्नु पऱ्यो के, हाम्रो देशमा केही स्कोप नदेखेर। अझै पनि मान्छेहरू घन्टीमा भोट हाल्नुपर्छ, यसलाई भोट हाल्नुपर्छ, त्यसलाई भोट हाल्नुपर्छ भन्दै हिँड्छन् के। नराम्रो लाग्छ के। पहिला सुरु हामीले हाम्रो भगवान् ल्याउन भनेर बुझ्नु पऱ्यो के। जब म विदेश आएँ त्यसपछि मैले हिस्ट्रीहरू पढ्न थालेँ, हिस्ट्रीहरू हेर्न थालेँ के। राजाको पालामा धेरै विकास भएको रहेछ के, धेरै फ्याक्ट्रीहरू खोलेको रहेछ के। अहिले गणतन्त्रमा रहन्छ के। त्यो अहिले समयअनुसारको अलिअलि बदलाव भएको होइन। यो मोबाइल सबैलाई अलिअलि खतरा खतरा आएको हो कि मान्छेले बुझेनन् के। मान्छे अझै भिडाइरहेछन् के। राजाको पालामा के भयो, अहिले यस्तो विकास भयो भन्छन् के। थुक, तिमीहरू त खत्तमै रहेछ, तिमीले के बुझेर हिँड्छौ के। यो समयअनुसार अलिकति बदलाव हुनु नेचुरल्ली हो के। तर समयभन्दा अगाडि नै त्यति धेरै सोचेर राजाहरूले गर्नुभएको, यति धेरै फ्याक्ट्रीहरू खोल्नु भएको भनेको धेरै ठुलो कुरो हो के। सोच्दाखेरि नराम्रो लाग्छ कि, एकदम नराम्रो लाग्छ के। राजाहरूले यति धेरै मेहनत गरेर बनाउनु भएको देशमा गणतन्त्र पार्टी भन्दै हिँड्छन् के। राजा ल्याएर राजाको मुनि बसेर काम गर्न मिल्छ त यार। म एक जेनजी हो नि त। मैले बोलेको कुरा नि त जानु पर्यो नि त। यो सुदन गुरुङले बोलेको मात्र कुरा जाने होइन होला नि त। कि हो भने म गलत हो है। यति नै भन्न आएको, पछि बोलौँ।